बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले स्थानीय प्रजातिको कुखुराको अनुसन्धान, संरक्षण र उत्पादनसँगै बजारीकरण सुरु गरेपछि व्यवसायिक कुखुरा पालक किसानका लागि यहाँबाट उत्पादन हुने चल्ला पहिलो रोजाइ बनेको छ। बाँके खजुराचार डी गाउँका वीरबहादुर गुरुङले स्थानीय प्रजातिका कुखुराका चल्ला कुखुरा विकास फर्म खजुराबाट लिएर पाल्न सुरु गरेको बताउँदै कम मूल्यमा धेरै नाफा हुने गरेकाले ब्रोइलर कुखुरा पाल्न छाडेको बताउनुभयो। उहाँले आफ्नो फर्म गुरुङ पोल्ट्री फर्मलाई ब्रुडर किसान फर्मको रूपमा सूचीकृत गराई फर्मबाट उत्पादन भएका चल्ला 12 हप्तासम्मको हुर्काएर फर्मले तोकेको मूल्यमा बिक्री गर्दै आएको बताउनुभयो। विकास फारमको कुखुरा पालिरहेको छु। न्यू एन्सार अस्ट्रेलिया लोकल फारमको यहाँबाट लिएर अहिले पालेको लगभग मैले 10-11 वर्ष भइगयो यहाँको कुखुरा पालिरहेको। एकचोटि ब्रोइलर पालिरहेको थियो र ब्रोइलरमा अलि बजार मूल्य नहुने र दूसरा मोर्टालिटी धेरै भएको हुनाले ब्रोइलर पाल्न छोडेर मैले यो कुखुरा विकास फारमको कुखुरा पालेकै 10-11 वर्ष भएको हुनाले अलिकति मर्ने मोर्टालिटी कम भएको हुनाले अलिअलि आफूलाई फाइदा देखेको हुनाले यो फारमको कुखुरा अहिलेसम्म मैले यहाँ पालिरहेको छु र जनतालाई पनि भनौँ 4 हप्ता चल्ला अब यहाँबाट मैले सस्तो 45 रुपियाँ एक दिने चल्ला 45 रुपियाँको दरले लगेको छु र जनताहरूलाई पनि अब 4 हप्ताको दर 45 लिएको हुनाले यहाँबाट अब जनताहरूलाई 4 हप्ताको 150 को दरले 5 हप्ताको 190, 6 हप्ताको 225, 7 हप्ताको 250, 8 हप्ताको 285 यस्तै किसिमको रेटले मैले चल्ला उत्पादन यहाँबाट गरेको चल्ला किनेर ल्याएर मैले कृषकहरूलाई बेचिरहेको छु। मलाई त्यति यहाँको चल्लाबाट जे होस् मलाई 2 पैसा घर खर्चहरू चलिरहेको राम्रोसँग छ। मैले यही भन्छु यहाँको कुखुरा जस्तो अब ब्रोइलर पाल्नुभन्दा यहाँको कुखुराहरू पालेर उचित रोगहरूबाट उचित अब किन भनेपछि यहाँबाट हामीलाई पहिले नै रानीखेतको भ्याक्सिनहरू लगाएर पठाएका हुँदो रहेछन् र अनि त्यसपछि हामीले अहिलेसम्म मोर्टालिटी मर्न पनि अलिक कमै भएको छ ब्रोइलरहरूभन्दा र गिरिराज पनि अब कुखुरा पालेर हामीसँग बिक्ने उचित छैन रहेछ। मान्छे किसानहरूले गिरिराज कुखुरा पनि खोज्दैन रहेछन्। त्यही भएर यहाँको कुखुराहरू जस्तो पालेर राख्यो भने मैले अनि त्यसपछि न्यू एन्सार अस्ट्रेलिया यहाँ फारमको लोकलहरू कुखुरा खोज्न जनताहरू आइराखेको हुन्छ र मलाई बेच्नलाई पनि त्यति गाह्रो भएको छैन। हिमालय पोल्ट्री फर्म जुम्लाका ललित जङ महतले स्थानीय प्रजातिका कुखुराको बजारमा अधिक माग भएको र अन्य कुखुराको तुलनामा चल्ला सस्तो, मृत्युदर न्यून हुने हुँदा यहाँबाट उत्पादन भएका चल्लाबाट फाइदा हुने गरेकोले ब्रोइलर कुखुरा पाल्न छाडेर यहाँका कुखुरा पाल्न थालेको प्रतिक्रिया दिनुभयो। यो मैले पाल्न लागेको विगत 3-4 वर्ष भयो के अरे प्यारेन्टको रूपमा मैले हाम्रै सरकारी फर्मबाट लिएर सुरुवात गरेँ हो र केही मैले यो खजुरा साकिनी भन्ने गाउँबाट पनि खरिद गरेर लिएको थिएँ। अब यो स्थानीय जातको कुखुरासँग क्रस गराएको हुनाले यो चाहिँ एकदमै राम्रो छ। यहाँ भएको जुन न्यू हेम्पसायर र ब्ल्याक अस्ट्रेलिया भन्ने छ त्यो पनि स्थानीय अथवा हिमाल पहाड तराई जुनसुकै वातावरणमा बाँच्न सक्ने र मासु पनि राम्रो वृद्धि विकास हुने र अन्डा पनि दिने रहेछ। त्यसले गर्दाखेरिमा अब ब्रोइलर भन्दा यो हामीलाई अति उपयुक्त लाग्यो। जुन हुम्ला, जुम्ला, मुगु विशेष गरी कर्णाली प्रदेशका सबै जिल्लामा अब त्यो चिसो हावापानी हुने हुनाले ब्रोइलर भन्दा यो अति नै उपयुक्त छ। यहाँबाट लिएका चल्लाहरू एकदमै गुणस्तरीय छन्। हामीले अब विगत 2-3 वर्षदेखि पालिराखेको हुनाले अब त्यस्तो खालको चल्लामा अब के भन्नु असस्त चल्ला छन् भन्न सकिन्न। यिनीहरू गुणस्तर छन् तर अलिकति पहाडतिर हिमालतिर हाम्रो ठाउँमा अब दानाको अभाव हुन्छ, अब बत्तीको अभाव हुन्छ। त्यसले गर्दा अलिकति झन्झट हुन्छ र अर्को जुम्ला भनौँ विशेष गरी यो कर्णाली प्रदेशमा दक्ष जनशक्ति छैनन्। यो उनीहरू जुन बेलामा औषधि उपचार गर्नु पर्यो भने त्यसको लागि विज्ञ अब प्राविधिक नभएको कारणले हामीले यहाँकै अब नेपालगञ्ज सुर्खेतका केही उसँग डाक्टरहरूसँग परामर्श गरेर यतैबाट औषधि लिएर उपचार गर्ने गरेका छौँ। ब्रोइलर हुर्काउन नै गाह्रो छ हैन, त्यो सबभन्दा र अलिकति सानोतिनो रोग आयो भने पनि एकदमै छिटो सङ्क्रमण हुने र यिनीहरूलाई धेरैभन्दा धेरै एन्टिबायोटिकहरू प्रयोग गर्नुपर्ने हुनाले मासुमा पनि खासै गुणस्तर हुँदैन। अब सस्तो भए तापनि र त्यसले गर्दाखेरि हामीले स्थानीय जातका पालिराखेका छौँ र यिनीहरूमा चाहिँ अब हामीले छाडा छोडेर पनि पाल्न सक्ने भए हुनाले यिनीहरूले घाँस
अब किरा फट्याङ्ग्राहरू पनि खान सक्ने अब हामीहरूको बचेकुचेको अब जुठानहरू र केही अरू दाना पनि खुवाउन सकिने हुनाले ब्रोइलरभन्दा यो चाहिँ पाल्नु उपयुक्त छ। कुखुरा विकास फर्मका प्रबन्धक डाक्टर सुमन खनालले कुखुरा विकास फर्मले स्थानीय रैथाने जातिको संरक्षण गरी उत्पादन भएका चल्ला किसानसम्म पुर्याउने लक्ष्य अनुरूप 7 वटा जातका घाँटी खुइले, उल्टे, साकिनी, खजुरा साकिनी, कडकनाथ, ब्ल्याक अस्ट्रलोप र न्यू हेम्पसायर जातिका कुखुरा र रिङनेक कालिजको संरक्षण गरी चल्ला उत्पादन गर्दै आएको जानकारी दिनुभयो। साथै स्थानीय कुखुराको चल्ला उत्पादन, अनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरू जस्तै कालिज, बट्टाईको अनुसन्धान र कृषकलाई प्राविधिक सेवा प्रवाह गर्ने गरेको उहाँले बताउनुभयो। कुखुरा विकास फार्म प्रदेश सरकार मातहत लुम्बिनी प्रदेश सरकार मातहत कार्यालय हो र यस कार्यालयको मुख्य उद्देश्य भनेकै हामीले स्थानीय तथा ग्रामीण जातका कुखुराहरू संरक्षण गर्ने, त्यसबाट चल्लाहरू उत्पादन गर्ने र कृषकहरूलाई बिक्री वितरण गर्ने कार्य गर्दै आइरहेका छौँ र यसै सन्दर्भमा हामीले प्रत्येक वर्ष मन्त्रालयबाट कुखुराहरूको चल्ला बिक्रीको टार्गेट दिएको हुन्छ, जसमा हामीलाई यस वर्ष 1.5 लाखवटा चल्ला उत्पादन गर्ने टार्गेट दिएको छ र त्यसमध्येबाट 1,40,000 चल्ला चाहिँ हामीले कृषकहरूलाई बिक्री वितरण गर्नुपर्ने हुन्छ। यसका लागि हामीले 7 जातका कुखुराहरू छन् यहाँ पालिएका स्थानीय तथा ग्रामीण जातमा, जसमा साकिनी, घाँटेकुइले, प्वाकुल्टे, न्यू हेम्पसायर, ब्ल्याक अस्ट्रालो, खजुरा साकिनी क्रस र कडकनाथ रहेका छन् र यसबाट यो वर्ष सरसर्दै हेर्ने हो भने चल्ला उत्पादनको अवस्था हामीले 1,19,700 वटा चल्ला चैत महिनाभित्र उत्पादन गरिसकेका छौँ। यद्यपि हामीसँग 3 महिना बाँकी नै छ। यो 3 महिनामा हामीले टार्गेटभन्दा माथि चल्ला उत्पादन गर्छौँ र यसमा न्यू हेम्पसायरमा 79,000 चल्ला उत्पादन गरिसकेको अवस्था छ। त्यसै गरी ब्ल्याक अस्ट्रालोप 16,000 चल्ला उत्पादन गरिएको छ। खजुरा साकिनी क्रसमा 16,000 चल्ला उत्पादन गरिएको छ। घाँटीखुइले 2,500 वटा चल्ला उत्पादन भएको छ। कडकनाथमा 3,500 वटा चल्ला उत्पादन भएको छ। उल्टेमा 1,500 चल्ला उत्पादन भएको छ भने साकिनी 1,200 गरेर टोटल 1,19,700 चल्ला उत्पादन गरेका छौँ र यी चल्ला उत्पादन गर्नको लागि हामीले यो वर्ष उत्पादन गरेको अन्डा 2,19,226 वटा अन्डा चाहिँ कुखुराबाट उत्पादन भएका थिए। त्यस अन्डालाई 3टा क्याटेगोरीमा चाहिँ हामीले वर्गीकरण गर्छौँ। एउटा अथारो अन्डा हुन्छ, एउटा राम्रो अन्डा हुन्छ र चर्केको अन्डा हुन्छ। अथारो अन्डा भनेको चल्ला उत्पादनको लागि, ह्याचरीको लागि राखिने अन्डा हो। त्यो 1,66,042 वटा अन्डाबाट 1,19,700 वटा चाहिँ चल्ला निस्केको अवस्था छ र यी बिक्रीबाट चल्ला उत्पादन, चल्लाको बिक्री, प्यारेन्टको बिक्री, हाम्रो यहाँको मलहरू बिक्रीबाट यस वर्ष चैत महिनासम्म हामीले सङ्कलन गरेको राजस्व 69,85,000 रहेको छ र अहिले हामीसँग प्यारेन्टको अवस्था हेर्ने हो भने 7 जातका चल्ला कुखुराहरूको प्यारेन्ट 3900 प्यारेन्ट रहेका छन् र अर्को म्यान्डेट भनेको हामीलाई हाम्रो फार्मको प्रगति कस्तो रह्यो भन्ने कुरा पनि मूल्याङ्कनको आधार रहन्छ र प्रगतिको अवस्था हेर्ने हो भने यो 9 मासिकमा हामीले वित्तीय प्रगति 80% हासिल गरेका छौँ र भारित प्रगति 90.96% भारित प्रगति हासिल गरेका छौँ र बजेटको हिसाबमा हेर्नुपर्दा 3,52,00,000 रुपियाँ हाम्रो वार्षिक बजेट हो र त्यसमा हामीले 2,26,00,000 रुपियाँ चैत महिनासम्म खर्च गर्न सफल भएका छौँ। चालु आर्थिक वर्षको चैत 31 गतेसम्म फर्मबाट 1,19,700 चल्ला उत्पादन भइसकेको छ। दैनिक उत्पादन हुने अन्डा, एक दिने चल्ला र केही प्यारेन्ट कुखुरा र कुखुराको मल बिक्री वितरणबाट चैत्र मसान्तसम्म 69,85,000 रुपियाँ फर्मले आम्दानी गर्न सफल भएको फर्मका प्रबन्धक डाक्टर खनालले जानकारी दिनुभयो। उहाँले फर्मबाट उत्पादन भएका एक दिने चल्लाको बजारीकरणका लागि ढुवानी पिकअप समेत सञ्चालनमा आएकोले अब भने बजारीकरणमा सहज हुने अपेक्षा राख्नुभयो। यस फार्ममा एउटा बिक्रीको लागि किसानहरू यहीँ आउनु पर्ने अवस्था थियो र किसानहरूलाई यहाँ आउन नपर्ने, यहाँ उत्पादन भएको चल्ला किसानकै घर दैलोमा पुर्याउने उद्देश्यले एउटा गाडी चल्ला ढुवानी पिकअप खरिद गर्ने कार्यक्रम राखेका थियौँ। त्यसै अनुरूप आज नयाँ वर्षको अवसरमा त्यो गाडी हामीले सञ्चालन गर्न सकेका छौँ। अब किसानहरूलाई चल्ला किन्नको लागि यहाँ आइराख्नु पर्दैन। उहाँहरूले डिमान्ड टिपाएर म कति सङ्ख्यामा हो, अब 2,000-2,500 त्योभन्दा माथिको सङ्ख्यामा चल्ला अर्डर गर्नुभयो भने उहाँहरूकै घर दैलोमा चल्ला ढुवानी गर्ने व्यवस्था गरेका छौँ र आगामी वर्षमा हामीले विभिन्न सहरहरूमा कुखुरा विकास फार्मको आधिकारिक डिलरहरू राखेर सो डिलरबाट नै चल्लाहरू बिक्रीको व्यवस्था गर्ने तरिकाले अघि बढेका छौँ।
कस्तो छ भने गर्मीको बेलामा चल्लाको डिमान्ड एकदमै बढी हुने र जाडोको बेलामा चल्लाको डिमान्ड एकदम कम हुने अवस्था रहन्छ र जाडोको बेलामा उत्पादन भएका चल्लाहरू बिक्री गर्नको लागि हामीलाई धेरै नै गाह्रो भएको अवस्था थियो किनभने जाडोको बेलामा जनताहरू उठेर बिहानको समयमा हाम्रो सोमबार माथि चल्ला निस्किन्छ उहाँहरू 7 बजे 8 बजे यहाँ आउन सक्ने अवस्था रहन्थेन त्यो बेला साप्ताहिक रूपमा 6000 7000 चल्ला निस्केको हुन्छ त्यो बाहिर किसानहरू नआइसकेपछि भित्र हुर्काउनु पर्ने भित्र हुर्काइयो भने त्यसबाट दाना खपत हुने र हाम्रो बजेटले पनि त्यसले नपुग्ने हुँदा त्यसको चाहिँ ठुलो समस्या थियो यद्यपि यो गाडी आइसकेपछि अब जाडाका चल्लाहरू पनि हामीले विभिन्न बजारमा लग्यो भने ती बिक्रीको पनि समस्या जुन चुनौती हामीले भोगेका थियौँ त्यो चुनौती चाहिँ समाधान हुन्छ भन्ने लाग्यो फर्मबाट हरेक साताको सोमबार चल्ला निकाल्ने गरिएको छ कुखुरा विकास फर्म खजुरामै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला बुल्डर किसान मार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ फर्मले जिल्लाका 7 वटा पोल्ट्री फर्मलाई बुल्डर किसानको रूपमा सूचीकृत गरेको छ लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको देशकै एकमात्र कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यावसायिक उत्पादन तथा संरक्षणमा ठूलो योगदान पुर्याउँदै आएको छ।